सो हे गाइज वेलकम ब्याक स्वागत छ हजुरलाई मेरो नयाँ भ्लगमा फेरि पनि म नयाँ भ्लग लिएर आइसकेको छु अनि आजको भ्लग चाहिँ हल्का राति नाइट टाइममा स्टार्ट हुँदैछ किनभने म चाहिँ ओ माई गड चेन्नै छुट्यो क्या गाइज गोजी लाउनु खोज्दाखेरि ठिकै छ किनभने म चाहिँ आज चाहिँ बिदाको दिन थियो ट्याक्क शनिबार हो आज होइन अनि भोलि स्कुल छ मेरो आज चाहिँ शनिबार दिनभरि म चाहिँ घरमै बसेँ लेटसम्मै सुतियो भनौँ त्यसपछि मैले यसो स्कुलतिर घुमेर आएँ आफ्नो होइन इलेक्ट्रिक स्कुटी धेरै बच्चा लाग्यो क्या आज मौसम हेर्नु यस्तो क्लियर छ क्या पहिला भएको थिएन यस्तो है हिउँ सिउँ हट्यो अहिले ट्याक्कै घाम लाग्थ्यो आज मौसम क्लियर भए बेला स्कुटी चलाइ आयो है अनि त्यहाँको क्लिप चाहिँ मैले खास चाहिँ खिचिनँ त्यही पनि मैले हाल्छु होला एउटा क्लिप चाहिँ मैले देखाउनु खोजेको थिएँ हजुरहरूलाई होइन त्यो चाहिँ मैले खिचेको छु त्यो चाहिँ हेर्नु है त अहिले चाहिँ ऐसा कभी हुआ है क्या तारों की दिन रात बनी चंदा की आने से तो रात सो गाइज हेर्नु यो साइकल यहाँनिर यस्तो खतरा तिनवटा लक लगाएर राखेको रहेछ है त्यही पनि यस्तो चोरी भएको क्या यो चाहिँ ट्रेन स्ट्यान्डमा राख्यो हो बेलुका नभएसम्म आउँदैन त कति मान्छेले यहाँनिर यहाँ त दिनसम्म कति दिनसम्म छोडेर जान्छन् त्यही भएर चाहिँ चोरहरूले चाहिँ आइडिया लगाएर चोरिसकेको छन् साइकल पुरानो चाहिँ जस्ता जस्तै छ राम्रो साइकल चाहिँ नयाँ चाहिँ खतरा लगिहाल्छन् ल अन्त अहिले चाहिँ सो गाइज क्लिप हेरिहाल्नु होला है साइकलको चाहिँ त्यस्तै चोरी हुन्छ है यो देश चाहिँ 8औं पटक ह्याप्पिएस्ट कन्ट्री इन द वर्ल्ड बनेको छ होइन लगातार अझ के अरे 8औं वर्ष लगातार के इन रो होइन ह्याप्पिएस्ट कन्ट्री तर यस्तो चाहिँ हालत चाहिँ हेर्न सक्नुहुन्छ कहिले कहिले धेरै जस्तोले जबै पाउनु भएको छैन होइन फिनल्यान्डमा नेपालीहरू स्पेसल्ली अझ इमिग्रेन्ट्सहरूले जबै पाउनु भएको छैन अनि साइकलको यसरी चोरी हुन्छ चोरी हुने देश चाहिँ होइन यो खास चाहिँ र यस्ता सानोतिनो कुराहरू चाहिँ चोरी भइरहन्छ है साइकलहरू अब झोलाहरू फुत्त गइरहेको हुन्छ हाम्रै पनि कतिचोटि चोरी भइसक्यो अनि यो चाहिँ केयरफुल हुनुपर्छ त्यही हेर्न गएको थिएँ मैले कतिको चोरी हुन्छ भनेर अनि अहिले चाहिँ हामी मार्केट जानु लाग्छौँ म चाहिँ ड्याडीसँग जानु लाग्छु ड्याडी कहाँ जाने आज लिडर ट्रेन स्टेसन के मार्केट भनेपछि ट्रेन स्टेसनको पछाडि त्यसो लिडल त्यही ल गाइस लिडल जाँदै रहेछौँ हामी चाहिँ अहिले अनि यहाँ चाहिँ अलि अँध्यारो छ है पोरीमा चाहिँ जताततै हामी त त्यो बिचमा मेन सहरमै बस्थ्यौँ नि त रोडमा लाइट हुन्थ्यो यहाँ चाहिँ अलिकति के छ भने हामी अलिक सिफ्टेड ब्याकतिर सिफ्ट छौँ क्या अनि यहाँ चाहिँ खासै जङ्गल पार्क होइन सानो घरहरू सानो मार्केटहरू छ त्यही भएर काहीँ चाहिँ बत्ती हुन्छ फेरि के हुन्छ काहीँ चाहिँ फेरि यस्तो जङ्गल आइदिन्छ बत्ती नै जान्छ है अनि अँध्यारो पनि हुन्छ अब चाहिँ म हजुरहरूलाई गएर मार्केटमा गएर भेट्छु है त के किन्न ला पनि म हजुरलाई त्यहीँ देखाउँछु सो गाइस फाइनली आइपुग्यौँ हामी चाहिँ लिडल होइन लिडल चाहिँ एकदम नजिक छ यहाँनिर ट्रेन स्टेसनभन्दा हल्का अगाडि छ कोही लाग्यो होइन त्यसैले चाहिँ हामीले जस्तो मोस्ट अफन लिडलै आएर हुन्छन् लिडलमा चाहिँ दुबई चक्लेट पनि आएको छ कि नै म आज चेक गर्न गएको छु होइन दुबई चक्लेट भाइरल छ कोकोलाई थाहा छ कोकोलाई थाहा छैन होइन विदेशमा चाहिँ पुरै सेन्सेसनै छ पुरै दुबई चक्लेटको अनि लिडलमा आएको छ भने मैले सुने हो टिकटकमा देखेँ हो होइन तर लेट्सी आएको छ कि छैन होइन आएको छ भने चाहिँ जति युरो भनी किनिदिन्छौँ हामी 4 युरो 5 युरो 10 युरो जति भनी किन्छौँ तर लेट्सी आएको छ कि छैन मलाई चाहिँ लाग्छ छैन होइन किनकि आएको रहेछ भने पनि सकिसक्यो हुन्छ क्या एकदम भाइरल छ नि त होइन तर चेक इट आउट होइन लेट्स चेक इट आउट सक्छ छैन अनि यहाँ नेपाली कपाल हुनुहुँदो रहेछ देखेर हाँस्दै हुनुहुन्थ्यो मुस्कुराइरहनु भएको थियो हाँस्दै होइन यहाँ चाहिँ धेरै नेपालीहरू हुनुहुन्छ फेरि पहिला हामी बस्ने ठाउँ पोरीमा चाहिँ हुनुहुन्थेन अब चेक गरौँ है त त्यहाँ उज्यालो भयो त आउने त के एक्कासी सो गाइस हामीले चाहिँ एउटा एनर्जी ड्रिङ्क होइन अनि केरा मासु अनि योगर्ट यदि ल्याएको छौँ होइन धेरै सपिङ गर्ने प्लान चाहिँ थिएन खास चाहिँ एनर्जी ड्रिङ्क लिन आएको अनि हल्का मासु पनि ल्याउनु चाहिँ त्यो लिन आएको यति सपिङ चाहिँ भयो अब चाहिँ हामी निक्ल्यौँ है बाहिर जाऊँ अब चाहिँ हजुरलाई भोलि भेट्छु होला होइन किनकि अब रात परिसक्यो अब के भ्लग बनाउनु र है सो सी यु टुमरो सो गाइज गुड मर्निङ मैले चाहिँ हजुरहरूलाई भोलि भेट्छु भनेको थिएँ बिहान अनि अहिले चाहिँ बिहान भइसक्यो म चाहिँ स्कुलबाट गएर पनि स्कुलबाट आइसकेँ होइन भर्खर आइपुगेँ म चाहिँ आइपुगेको छैन घरमा जाँदैछु बाटो हेर्नु सक्नुहुन्छ यस्तो छ है पानी पनि परिरहेको छ हिउँ पनि पर्ला जस्तो भइरहेको अलिअलि हिउँ त खसिरहेको है तर खासै भयो होइन फेरि हिउँ पर्ला जस्तो छ भोलिसम्म चाहिँ है मलाई चाहिँ यो हिउँ भने चाहिँ अब त पुगिसकेको बिल्कुल मन परेको छैन हिउँ नपर्दै हुन्थ्यो भन्छु म चाहिँ बिहान जुन चाहिँ कस्तो घाम लागिरहेको थियो टिलिक्कै थियो अहिले चाहिँ हिउँ परे जस्तो भएछ अब भोलि बिहान पनि म फेरि हजुरहरूलाई अपडेट दिन्छु कस्तो भयो हिउँ भनेर चाहिँ होइन अब पहिला चाहिँ घर जाउँ घर गएर केही लन्च खाऊँ होइन खाजा चाहिँ खाइसक्यो मैले त्यही पनि लन्च पनि खाइदिउँ न त अब होइन फेरि घर आएपछि पनि लन्च खाइदिउँ न डबल लन्च के छ र भनेर अनि गाइज म अहिले चाहिँ होइन के अरे ट्रेनबाट गइरहेको छु स्कुल एक स्टेसन मात्र छ 4 मिनटको बाटो ट्रेनमा गयो भने है तर अब चाहिँ समय लाग्नु लाग्यो नि त पनि के भन्नु हिउँ परिरहेछ त्यही पनि लाग्ला जस्तो छ नि त अब चाहिँ म साइकल इलेक्ट्रिक स्कुटीमा जान सक्छु है
गयो भने हजुरहरूलाई देखाउँछु म अफकोर्स कस्तो राम्रो राम्रो भ्यू छ कि यहाँको बाटोहरू यस्तो मजाले कनेक्ट छ नि ट्रेन स्टेसनबाट गयो भने भयो कि त त्यसकै साइडमा पनि बाटो हुन्छ कि मान्छेले त्यो साइकल हिँड्ने अनि दामी बनाइदिएको हुन्छ कस्तो बनाउँछ त्यो पनि मैले देखाउँछु हजुरहरूलाई है त्यसैले धेरै कुरा आउँदैछ धेरै भ्लगहरू आउँदैछ पहिला चाहिँ म स्लो भएको थियो अहिले चाहिँ अलिक धेरै धेरै आउनु सक्छ अब चाहिँ है अब फेरि कन्टिन्यू भइसक्यो त्यसैले च्यानल सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला है त सब्सक्राइब द च्यानल है गाइज सो गाइज दिस इज द नेक्स्ट डे है तर हिउँ चाहिँ परेन अनफोर्चुनेटली परेन भन्न त पाइएन किनकि फोर्चुनेटली परेन मलाई चाहिँ नपरोस् है भन्ने थियो है झन्नै हिउँ परेन आज हो नि त बिहान त हिउँ पर्ला जस्तो गइरहेको थियो गाइज पानी पनि परिरहेको थियो अहिले त घाम पनि छैन त्यति जाडो पनि छैन त्यति गर्मी पनि छैन ठिक्कको वेदर छ हिउँ पनि परेको छैन त्यो चाहिँ फाइनली स्नो भयो हुन्थ्यो है अब चाहिँ हिउँ नपर्दै हुन्थ्यो भन्ने छ मलाई चाहिँ अब हेरौँ के हुन्छ अनि भ्लग फेरि यस्तो यस्तो किन आएर आधी 2-3 दिनको भन्नु होला है भ्लग के बनाउने कन्टेन्टै पाइरहेको छैन क्या गाइज मैले अनि दिनदिनीको वेदर भयो नि देखाइदिइरहेको छु हजुरहरूलाई होइन तर आउँछ अब भ्लग छिट्टै आउँछ यस्तो वेदर सफा हुँदै गयो घाम लाग्दै गयो होइन बिदाहरू आउँदै जान्छन् त्यसपछि त भनि त भ्लग त टनाटन आउँछ दादाले नेपालमा बनाएको छ अरे होइन त्यो भ्लगहरू पनि हाल्छु म तर अहिले चाहिँ यस्तै भ्लग भयो नि अब यसो मन मानेर हेरिदिनु होला मन नमिठो मानेर के भन्छ जे भयो नि मन पराइदिनु होला है पछि राम्रो आउँछ त्यही भएर सब्सक्राइब चाहिँ गरिराख्नु होला है मैले हिजोदेखि भन्दै चाहिँ सब्सक्राइब चाहिँ गरिरहनु होला गाइज है त एकचोटि गर्नु नि फेरि त्यो 2चोटि गऱ्यो भने त अनसब्सक्राइब हुन्छ है त अनि बेल आइकन पनि दबाउनु भिडियोलाई लाइक सेयर कमेन्ट त गर्नु भनिसकेँ मैले होइन गरिदिनु न त अब सो हे गाइज दिस इज द नेक्स्ट डे किन यसले चाहिँ दिनदिनै आउँदै यत्रो क्लिप बनाउँदै फेरि भागिराख भन्नु होला है के गर्नु अब भ्लग के बनाउनु हुन्छ है त्यही भएर चाहिँ यसो बेलुका हामी चाहिँ मर्निङ वाक भन्न लागिरहेको फेरि इभिनिङ वाकतिर निस्किन्छौँ है अनि त्यो चाहिँ मैले आज पनि यसो हजुरहरूलाई कस्तो हुन्छ भन्ने देखाउन गइरहेको छु ड्याडी पनि हुनुहुन्छ हामीसँग चाहिँ अब चाहिँ जाउँ है त गाई यसो सपिङ पनि गर्नु पऱ्यो सपिङ गरेर हजुरहरूलाई म देखाउँछु है के किनेँ मैले सो गाइज अहिले चाहिँ हामी लिडर आइसक्यौँ है खासै केही किन्नु त सपिङ गर्नु त केही छैन त्यही पनि यसो केही खानेकुरा पिउने कुरा किनिदिउँ यसो घुमौँ भनेर आएको यहाँतिर चाहिँ कति उज्यालो छ हेर्नु सक्नुहुन्छ है उता चाहिँ पुरै अँध्यारो छ फेरि सो गाइज हामी चाहिँ फाइनली सपिङ गरेर आइसक्यौँ है अनि ड्याडी चाहिँ अलिकति वन्डरमा हुनुहुन्छ कि हाम्रो बिल किन आउनु भनेर हाम्रो चाहिँ इक्विटी आउँछ इक्विटी भनेको चाहिँ इलेक्ट्रोनिक बिल होइन मोबाइलमै आउँछ ड्याडीले मोबाइलबाटै पे गर्नुहुन्छ होइन त ड्याडी बिलमा आउँछ कि मोबाइलमा इक्विटी आउँछ अनि अब चाहिँ हामी यसो घुम्छौँ यो सामान बोकेर त के घुम्नु है यसो अलिअलि घुमेर फेरि घर ब्याक गइहाल्छौँ हजुर यताबाट त पार्किङ होला नि ए मिल्दो रहेछ जानु त जाऊँ यस्तो खुल्ला खतरा ठाउँ देखियो हेर्न गाइज हेर्ने टक्क हावा चलेको छ है नट टु चिसो नट टु गर्मी आजको मौसम पनि सही छ क्या फेरि एकदम अलि दिउँसोतिर चाहिँ अलि धेरै नै चिसो थियो अहिले त्यस्तो मजाको छ हेर्नु हिउँ पनि एक ठोको छैन है तर भन्न सकिने फिनल्यान्डको वेदर हो आज यस्तो छ क्लियर भोलिपल्ट हिउँले पुर्याइदिन पनि सक्छ यो ठाउँलाई है यो ठाउँ चाहिँ बिल्कुल ट्रस्टवर्दी छैन क्या त्यही भएर ज्याकेट लगाइरहेको छु नि मैले हेर्न सक्नुहुन्छ है नत्र किनकि हुडीमा पनि आउनु सकिन्छ अहिलेको मौसममा त एकैछिनमा हिउँ पर्न बेर हुन्न क्या त्यसमा सो गाइज दिस इज द नेक्स्ट डे आज चाहिँ म कान्छीलाई फुटबल पुऱ्याउन आएको छु यहाँनिर चाहिँ हेर्नु मैले कस्तो पुरानो बस देखेँ कि यस्तो चाहिँ हुन्थेन है फिनल्यान्डमा त्यो त्यस्तो हुन्थ्यो नयाँ बस होइन योभन्दा नि अझै भिआइपी बस हुन्छ तर यस्तो बस चाहिँ मैले आज फर्स्ट टाइम देखेँ कि तिमीले पनि अनि के अरे कान्छीलाई लिन चाहिँ आज एकजना आउँदै हुनुहुन्छ उसको साथीको बाबा फुटबल पुऱ्याउनु अलिक टाढै छ क्या त्यसैले मैले पुऱ्याउने होइन उसलाई चाहिँ कारमा पुऱ्याइदिनुहुन्छ है कार चाहिँ हामी यहाँ कुरिरहेछौँ कुन कार होला यो कार जस्तो लाग्थ्यो होला गाइज हजुरहरूलाई यो चाहिँ होइन है कार चाहिँ जुन पनि हुनसक्छ यताबाट आउँछ हामी चाहिँ हेरिरहेछौँ अब हेरौँ कहिले आउनुहुन्छ उसलाई चाहिँ पुऱ्याएर फेरि मलाई जानु छ क्या अनि कान्छीसँग बनाएको च्यालेन्ज पनि हेर्नुभयो कि नै हजुरले लास्ट विक त सर्कल च्यालेन्ज भन्ने ग्लोबल च्यानलमा आएको छ हेर्न सक्नुहुन्छ हजुरले है गएर कुन गेम ए त्यो पनि खेल्नु छ नयाँ च्यालेन्ज चाहिँ उसले एक्सपोज गरिदिइहाल्यो त्यो च्यालेन्ज पनि आउँदैछ है गाइस सब्सक्राइब गर्नु होला हेर्न नभुल्नु होला ओहो एक्ज्याक्टली गाइस एक्ज्याक्टली सब्सक्राइब गरिहाल्नु है त कार कुरामा हेर्नु कहिले आउनुहुन्छ खै दामी बस आयो गाइस हेर्नु त यो हो क्या यो पुरानो है अब नयाँ बस आउँदैछ हेर्नु यस्तो चाहिँ छ कि आजकलको बस चाहिँ ओहो को हो मान्छे कुदिरहेको त हतारमा हो यो गाइज हो क्या यो चाहिँ हो क्या बसला अन्त ल हेर्नु पुरानो बस नयाँ बस एकै ठाउँमा आउँछ अब
ल हेर्नु गाइस, यताको नयाँ बस यताको पुरानो बस कुन चाहिँ राम्रो छ कमेन्ट गरिदिनु होला है त। त्यही पनि केटीले चलाउँदो रहेछ गाइस बस हेर्नु त। आम्मा नसोचेको कुरा भयो त। ल गाइस हेर्नु त, केटीले बस चलाउँदै है। यहाँ चाहिँ यो विदेशमा चाहिँ यस्तो हुन्छ, नर्मल कुरा हो, फेरि नट अ बिग डिल। केटीले पुरा ठुल्ठुलो ट्रकहरू त चलाइरहेको हुन्छ, यो त ठुलो कुरै होइन। फिनल्यान्ड होइन यो के ल्यान्ड हो त? विदेशी। सो गाइस हेर्नु, कोही बेलाको बस है यस्तो हुन्छ पुरै लगातार आएको छन्। ल होइन त, अर्को 3टा बस एकैचोटि आइसक्यो गाइस। फर्स्ट, सेकेन्ड, थर्ड, 3टै फरक छ गाइस। हेर्नु न कति धेरै पुरानो बस आएको छ आजकल। यसलाई चाहिँ हामीले नयाँ कन्सिडर गर्न सकिन्छ है, तर त्यो त झन् पुरानो हो क्या। ल हेर्नु न, यस्ता बस चाहिँ पहिला देख्दैन थिएँ, आजकल मैले धेरै देख्न थालेँ। किन हो र चाहिँ पछि सिटीलाई कम्प्लेन हानिदिउँ क्या हो भनेर, के भन्नु, यति राम्रो बस प्रोभाइड गरिरहनु होइन यहाँ त सरले। अनि त्यहाँ आइसक्नु भएको जस्तो छ है कार चाहिँ लिनलाई, कान्छीलाई लिनलाई। तर यहाँ लाइटमा अड्कै हुनुहुन्छ क्या, अघिदेखि कति टाइम लागिरहेको छ। मौसमी प्रीत नहीं वो जो बीत जाए, दूरी सही हम दोनों पर है नहीं पर आए, जैसे सदियों से ही मिलते नहीं चांद तारे, फिर भी आसमां में लगते दोनों कितने प्यारे, ये तो जाने सारी दुनिया। सो गाइस फाइनली चाहिँ आइसक्नु भयो है। अब चाहिँ जान्छ यसमा कान्छी, बाई बाई मैले भनिसकेँ। अब चाहिँ म पनि लागौँ है, यस्तो चिसो मौसम छ, बाहिर कुरेर बस्ने कुरा त आएन। धेरै बेर कुरेर पनि हामी 10 मिनट जति रोक्यौँ अनि धेरै छिटो आएछौँ। अब चाहिँ घर फर्क्यौँ अनि होपफुली भ्लग चाहिँ अब यतिमै एन्ड गरौँ है। हजुरहरूलाई मन पऱ्यो होला, के मन पर्दा यति नराम्रो भ्लग छ है, त्यही पनि अब के गर्नु, पुऱ्याउनै पऱ्यो गाइस। भ्लग चाहिँ हाल्नु पऱ्यो। समरमा चाहिँ बेस्ट भ्लग आउँछ, म चाहिँ यति चाहिँ कन्फिडेन्टको साथ भन्छु है। समरमा चाहिँ बेस्ट भ्लग आउँछ, त्यसको लागि चाहिँ सब्सक्राइब गरिदिनु होला। धेरैचोटि मैले सब्सक्राइबको भिड मागिसकेँ, गरिदिनु है, केही फरक पर्दैन हजुरहरूलाई। लाइक शेयर सब्सक्राइब सबै गरिदिनु। यति भन्दै आजको भ्लगमा यहीँ इन्ड गर्न चाहन्छु। धेरै छिटो बोलेँ क्या हो, यति भन्दै यहाँको भ्लगमा यहीँ इन्ड गर्न चाहन्छु। मन पऱ्यो लाइक अरे कति भने मैले, ल सब्सक्राइब गरिदिनु न त है। ल भेटौँ ल अर्को भ्लगमा, बाई बाई। ऐसा कभी हुआ है क्या तारों के दिन रात बनी, चंदा के आने से तो रात में वो बात बनी, माना कि इश्क मेरा जैसे कोई है सितारा, तेरे ही आसमां में ढूंढे कोई जो बसेरा, हाय नारे उसे निंदिया जागी सारी